एभ्रिवान स्वागत छ तपाईहरुलाई आजको मेरो नयाँ भिडियोमा। अन्त आज चाहिँ म र मेरो बहिनी चाहिँ एउटा हो मिल्गेरीको जाम बनाउन आँटेको छु। हेर्दै गर्नुस् होला, स्टे ट्युन। हाम्रो मिल्गेरी हो, यसलाई मुस्लेरी पनि भनिन्छ। यसको चाहिँ हामी जाम बनाउन आँटेको नि त अब दुईजना भएर। अन्त यहाँ भाँडा नि रेडी भयो बनाइरहेको छु। यो भाँडा चाहिँ ठुलो छ तर यो अलिक सानो भाँडा पाइन, अन्त यसमै बनाउन आँटेको। अन्त यसलाई चाहिँ एकछिन यसरी नै चलाइबस्नुपर्छ। एकछिन मात्रै 1 कप पानी हाल्छु। यसलाई चाहिँ पानी हालेर एकछिन पाक्न दिनुपर्छ। अन्त चाहिँ एकछिन यसलाई चलाएर चाहिँ छोपेर राख्नुपर्छ। पानी हालेन भने फेरि डढ्न सक्छ नि त। यो चाहिँ अहिले उसिनेर यतिको भइसकेको छ। यसको चाहिँ मैले दाना निकालिन। यो दानाहरू ननिकाल्दा पनि हुन्छ, कसैले निकालेर दाना निकालेर बनाउँछ। म चाहिँ दानासँगै मनपर्छ नि त, दाना निकालेर बनाएको। मैले चाहिँ यसलाई एकछिन अझै यो कोही त पाकेको छैन नि त राम्रोसँगले। यो अलिक काँचो काँचो भएको चाहिँ यसलाई अलिक राम्रोसँगले अलिक पाक्न दिनुपर्छ। यहाँ अलिअलि चाहिँ कम्ती मात्रामा नुन लाउनुपर्छ, ज्यादा पनि होइन, कम्ती मात्रामा नुन लगाएर अलिकति चलाएर फेरि यसमा चिनी पनि लगाउनु पर्छ। यो चाहिँ पुरा अमिलो हुन्छ नि त यसको टेस्ट चाहिँ, त्यो चिनी चाहिँ निकै लगाउनुपर्छ गुलियो बनाउनुको लागि। यसमा पिरो पिरो हाल्दा मन परेन खोर्सानी हाल्दा पनि हुन्छ। म अहिले हाल्छु, हेर्दै गर्नुहोस् होला। यसमा चाहिँ मैले चिनी निकै हालिसकेँ हो। चिनी चाहिँ निकै हाल्नुपर्छ, यसलाई चाहिँ गुलियो बनाउनुपर्छ नि त। यो डरलाग्दो अमिलो, निम्बुभन्दा अमिलो हुन्छ नि त यसको टेस्ट चाहिँ। त्यो चिनी हालेर अलिक यसलाई पाक्न दिनुपर्छ। यतिको रातो भएको छ, अझै रातो हुनुपर्छ। चाहिँ चिनीलाई अलिक पाक्न दिनुपर्छ। म चाहिँ यो 5 फोरन पड्काउँदैछु। यो चाहिँ 5 फोरन पड्काएर खोर्सानी पनि हाल्नुपर्छ। ग्यासलाई चाहिँ लो फ्लेममा राख्नुपर्छ। अन्त खोर्सानीलाई पनि जोगेर गर्नु चाहिँ अलिक फेरि आँखातिर आउनु सक्छ। खोर्सानी पड्केर खोर्सानीको बिहा चाहिँ पड्किन सक्छ नि त। त्यही भएर म पनि डरसरी गर्दैछु यसरी हो, टाढोबाटै डर लाग्दैछ मलाई पनि। चाहिँ खोर्सानी 5 फोरन पड्काएर यहाँ हालिसकेको छु। अब यसलाई अझै पाक्न दिनुपर्छ। तपाईँ स्पाइसी लभर हो भने चाहिँ यसरी नै भक्कु खोर्सानी हाल्नुहोस्, अन्त टेस्ट पनि मिठो हुन्छ यसको। यसलाई चाहिँ अझै डार्क हुने गरी पकाउनुपर्छ। चाहिँ पाकेर यस्तो कलरको भइसकेको छ, डार्क रेड भइसक्यो। गाइस हेर्नुहोस्, यस्तो कलर चाहिँ यस्तो भइसकेको छ यसको। यो चाहिँ अब पाक्न आँट्यो, रेडी भइसक्यो। अन्त अलिक सेलाएर चाहिँ यसलाई एउटा जालतिर हाल्नुपर्छ। यो चाहिँ अलिक बबल्सहरू पनि यसरी निस्किँदैछ, उछिटेर अनुहारतिर आउन सक्छ, याद गर्नुहोस् होला। मैले चाहिँ यो फुट्ने बयम 2टा रेडी पारिसकेको छु पखालेर पुसेर। अब चाहिँ म यो 2टामा हाल्नेवाला छु। म चाहिँ अब यसमा यो 2टा जारमा भर्दैछु। भाँडा चाहिँ फिङ घुम्दैछ।
हामी चाहिँ यो अचार भरिसक्यो दुईटामै त्यसको बिर्को लगाउनुपर्छ। अन्त यो चाहिँ तपाईले रोटीसँग या भातसँग जेसँग खाँदा पनि हुन्छ, मिठो हुन्छ। मिठो भएको पनि छ। अन्त यो चाहिँ अलिक उब्रेर चाहिँ यसमा खनाइरहेको छु। स्कुल जाँदा यो चाहिँ अहिले टेस्ट गर्नुपर्छ। सबैजना मिठो भएको छ, हामीले चाहिँ टेस्ट गरिसकेको छौँ। अन्त हेर्नुहोस् यस्तो दामी भएको छ। तपाईहरु पनि यसरी घरमा बनाएर खान सक्नुहुन्छ। तपाईको घरमा यो मुसलेरी पाउँछ भने यसरी बनाउनुहोस्, मिठो हुन्छ। ओके गाइस, थ्याङ्क्स फर वाचिङ। यदि तपाईहरुलाई मेरो भिडियो मन पर्यो भने लाइक शेयर अनि कमेन्ट गरिदिनुस् होला नभुलिकिन। अन्त आजको मेरो क्यामेराम्यान चाहिँ हो मेरो निनीको च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोस् होला। मेरो च्यानललाई सब्स्क्राइब गरिदिनुस् होला। ओके, आजको लागि यति नै। थ्याङ्क्स फर वाचिङ गाइस, बाइ बाइ।